हेलो साथीहरू, वेलकम टु माई न्यू भिडियो एपिसोड 4। आज चाहिँ हामी परिवारसँग भक्तपुरको निकै सुन्दर रमणीय ठाउँ भज्यापुखु घुम्न आएका छौँ। म, छोरी र श्रीमान। अनि यहाँ आएपछि मन नै शान्त र खुसी भयो। चारैतिर सफा वातावरण, बिचमा सुन्दर पोखरी, वरिपरि रहेका घरहरू र खुल्ला आकाशले यो ठाउँलाई अझ आकर्षक बनाएको छ। यहाँको वातावरण साँच्चै मन लोभ्याउने खालको छ। शान्त ठाउँ, सफा पोखरी, रमाइलो दृश्य र परिवारसँग बिताएको समयले यो दिन हाम्रो लागि अझ विशेष बनाइदियो। सहरको भिडभाडबाट केही समय टाढा बसेर आफ्नो मान्छेसँग रमाइलो गर्नुको छुट्टै आनन्द हुँदो रहेछ। तर यहाँ आउँदा एउटा कुरा भने ध्यान दिनुपर्ने रहेछ। पोखरी वरिपरि धेरै ठाउँमा सुरक्षा बार लगाइएको छैन। विशेष गरी साना बच्चासँग आउँदा निकै सावधानी अपनाउनु पर्छ। बच्चाहरूलाई हात नछोडी नजिकै राख्नुपर्छ, किनभने खेल्दै जाँदा लड्ने वा पानीमा खस्ने सम्भावना हुन सक्छ। मैले चाहिँ यो भिडियो मार्फत चाहिँ जनचेतनाको सन्देश पनि दिन चाहन्छु, किनभने यहाँ धेरै बच्चाहरूको लागि सुरक्षामा ध्यान दिनुपर्ने आवश्यक छ। यहाँ अलिकति सुरक्षा बारहरू थपेको भए अझ सुरक्षित र राम्रो हुने थियो। अनि पोखरीको पानी एकदम सफा थियो, अनि त्यहाँ देखिने रङ्गी-चङ्गी माछाहरूले वातावरणलाई झन् रमाइलो बनाइरहेको थियो। रातो, सुनौलो र विभिन्न रङका माछाहरू पानीमा पौडिँदा हेर्दै बसिरहन मन लागेको थियो कि मलाई चाहिँ। हाम्रो छोरीलाई पनि माछाहरू देखेर कति खुसी भएको के। ऊ बारम्बार माछाहरू हेर्दै रमाइरहेकी थिए। बच्चाहरूको सानो खुसीले पनि परिवारको खुसी अझ ठुलो बनाउँदो रहेछ के। अनि हामी तिनैजना घुम्यौँ र हामीले धेरै फोटोहरू पनि खिच्यौँ र मिठा भिडियोहरू पनि बनायौँ। कहिले सेल्फी, कहिले दृश्यसँगको फोटो, अनि कहिले रमाइरहेका पलहरू क्यामेरामा कैद गऱ्यौँ। मेरो श्रीमानले हाम्रो धेरै राम्रो फोटो र भिडियोहरू खिचिदिनु भयो। यस्तै साना साना पलहरू नै हाम्रो लागि सबैभन्दा ठुलो मिठो सम्झना बन्न जाने रहेछ कि। अनि मैले बुझेको अनुसार चाहिँ परिवारसँग बिताएको समय नै ठुलो खुसीहरूमध्ये एक खुसी हुने रहेछ कि। त्यो चाहिँ मैले आज महसुस गरेँ। थ्याङ्क्स फर वाचिङ।